हेलो साथीहरू सबैजनालाई नमस्कार मर्निङ। म आज तपाईँलाई नेपालको सुन्दर ठाउँमा भिजिट गराउँदैछु। यो सारङकोटु पोखरा को फेवाताल देख्न सक्नुहुन्छ। यहाँबाट अहिले बिहान राम्रो छ कि क्लियर त भएको छैन, तर एकदमै सुन्दर ठाउँ छ। एकदम सुन्दर ठाउँ छ, स्वर्गको टुक्रा छ। राम्रो ठाउँ छ। बिहान रुखसम्म आएको है, डाँडाबाट धेरै नै हेर्नलाई सुन्दर भ्यू छ। परमेश्वरको सृष्टि कति सुन्दर हो, यसको लागि हामीले परमेश्वरलाई महिमा दिनुपर्छ। र यो पहाड अब जहाँ मानिसहरू धेरै आउनु भएको हुनाले सुन्दर बनाएर सजाइएको छ। नत्र यस्तो सानो गाउँहरू त हामीले नदेखेको त कोही पनि छैन होला। हामी सबै यस्तै गाउँमा हुर्केका हौँ, तर यो रिसोर्टले यति राम्रोसँग सजाएको छ। सजाउनको लागि पनि कुनै केयर गर्नलाई कम्प्लिकेटेड टाइपको फुलहरू छैन। सिम्पल टाइपको घाँस टाइपको नि, तर यति राम्रो देखिरहेको छ कि यो कालो ओह्रालोको सानसानो ढुङ्गाको बाटो, अनि यो सिम्पल घाँसहरू, घाँस फुल जस्तो देखिने, अनि फुलहरू पनि नेचुरल टाइपको अलिअलि फुलहरू छ, धेरै छैन। एकदमै सुन्दर छ यो ठाउँ। हामी भिजिटको लागि आउन सक्छौँ। यहीँबाट फेवातालको मजा लिन सक्छौँ। हामीले पोखराको वरिपरिको डाँडाहरू पनि हामी यहाँबाट हेर्न सक्छौँ। एकदमै राम्रो छ। धन्यवाद सबैजनालाई। त्यो घरतिर पनि खिचिहालौँ त्यसो त यही भिडियो मैदातिर। गुड डे। यो फुलहरू हेर्नु न, यो